नमस्कार सबैजनालाई, म विनिता। म आज फेरि अर्को एउटा इन्ट्रेस्टिङ टपिक लिएर तपाईँहरूमा आज उपस्थित भइसकेको छु। मैले लास्ट भिडियोमा सेभिङ्स किन जरुरी छ र इमर्जेन्सी फन्ड 3 to 6 months अफ अर्निङ राख्न किन जरुरी छ भन्ने कुरा एक्सप्लेन गरेको थिएँ भने आजको भिडियोमा चाहिँ अब वाट नेक्स्ट। इमर्जेन्सी फन्डमा त हामीले राख्यौँ 3 to 6 months हैन, एज अ सेफ्टी नेट। अब नेक्स्ट स्टेप चाहिँ के भन्ने कुराको बारेमा डिस्कस गर्न चाहदैछु। अब नेक्स्ट स्टेप भनेको चाहिँ हाम्रो इन्भेस्टमेन्ट नै हुन जान्छ हैन, किनभने इमर्जेन्सी फन्डमा राखेको पैसाले तपाईँलाई सेफ्टी नेटको रूप सेफ्टी नेट त दिन्छ, तर यसले वेल्थ ग्रो चाहिँ गर्दैन हैन। त्यो भएर हाम्रो नेक्स्ट स्टेप भनेको जहिले पनि इन्भेस्टमेन्ट हुन जान्छ हैन। इन्भेस्टमेन्ट त गर्ने, अब इन्भेस्टमेन्ट केमा गर्ने भन्ने अर्को क्वेसन आउन सक्छ हैन। अब इन्भेस्टमेन्ट गर्ने धेरै तरिकाहरू छन् हैन। अब त्यसमध्येमा चाहिँ अब फर्स्टमा चाहिँ हामी यदि तपाईँ मार्केटमा स्टक मार्केटमा वेल भर्स्ड हुनुहुन्छ भने चाहिँ अलवेज स्टक मार्केट इज प्रिफरेबल हैन, किनभने त्यहाँबाट जति पनि रिटर्न तान्न मिल्यो नि त। त्यो भएर फर्स्ट प्रायोरिटी चाहिँ स्टक मार्केट नै हुन जान्छ। तर तपाईँ स्टक मार्केटमा बिगिनर हुनुहुन्छ, नयाँ हुनुहुन्छ, अलि हुन्छ नि, रिस्क सबैलाई रिस्क डाइजेस्ट गर्न गाह्रो पनि हुन्छ, किनभने त्यहाँ रिटर्न त छ तर इक्वली रिस्की पनि त छ नि त हैन। त्यो भएर सेकेन्डमा चाहिँ हामी म्युचुअल फन्ड भयो भने तपाईँले धेरै रिस्क लिनु पनि परेन हो। मार्केटले हल्का टच त गर्छ, हट त गर्छ मार्केटको मुभमेन्टले, तर इट विल बी टेकन केयर अफ हैन। त्यो भएर म्युचुअल फन्ड भयो हैन, स्टक मार्केट भयो, अनि त्यसपछि गएर एफडी भयो। फिक्स्ड डिपोजिटमा चाहिँ हामी कमै प्रायोरिटी दिने गर्छौँ, किनभने त्यसमा एउटा इन्ट्रेस्ट रेट अलिकति कम हुने भएर इन्फ्लेसन नै कभर गर्ला कि नगर्ला भन्ने रिस्क हुने भएर कभर गर्नु त पर्ने हो, तर प्रोभाइडेड के हुन्छ नि, अब हाम्रो त कमै छ नि त इन्ट्रेस्ट रेट फिक्स्ड डिपोजिटमा। त्यो भएर अब हजुरलाई चाहिँ सेफ्टी सबसे इम्पोर्टेन्ट हो। रिस्क लिन चाहँदैन भने चाहिँ फिक्स्ड डिपोजिट भयो हैन, म्युचुअल फन्ड भयो हैन। रिस्क लिन चाहन्छु, म मार्केटमा वेल भर्स्ड छु, मलाई ट्रेडिङ मजाले आउँछ भने चाहिँ अलवेज स्टक मार्केट पनि भयो। अब सम धेरै छ भने त रियल इस्टेटहरू छ हैन। त्यो भएर